आज म 24 आवर्स यो ह्याङ्गिङ बेडमा बिताउने गइरहेको छु। हेर्दा सजिलो लाग्छ तर प्रब्लम के हो भने म 24 आवर्स सम्म यो बेडको तल झर्न पाउँदिन। के म यो च्यालेन्ज कम्प्लिट गर्न सक्छु त? हेलो गाइज, वेलकम ब्याक अनदर भिडियोमा। आजको भिडियो एकदम क्रेजी हुनेवाला छ गाइज। आजको भिडियो म गर्नेवाला छु 24 आवर्स इन सर्भाइभ ह्याङ्गिङ बेड। एकदम मजा आउनेछ यो भिडियोमा, त्यसैले भिडियोलाई लाइक गरिदिनुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्। अहिले 11 बजिरहेको छ। भोलि मेरो 11 बजे च्यालेन्ज फिनिस हुन्छ। यहाँ चढ्नुभन्दा अगाडि पहिला म तपाईहरुलाई हेराउँदैछु म यहाँ कसरी यो बनाए ह्याङ्गिङ बेड र केले बनाए गाइज हैन। यहाँ एउटा रुख छ, रुखको माथि मैले 4टा डोरीले बाँधेको छु अनि यो चाहिँ बनाएको छु हातले आफै। ल अब म यसको माथि चढ्दै छु, मजा आउनेछ एकदम। गाइज म माथि आइसके, कस्तो हल्दैछ एकदम, डर लाग्दैछ। ल टुट्नु पनि सक्छ गाइज, यो टुट्दा म फेरि नोक्सान पनि मलाई हुन सक्छ। गाइज गर्मी पनि आज धेरै भइरहेको छ यार। गाइज अब म हैन तपाईहरुलाई मसँग के छ सामानहरु 24 आवर्स सर्भाइभ गर्नको लागि म हेराउँदै छु। ब्यागमा छ मेरो सामानहरु के छ। एउटा सानो झोलामा मुरै छ गाइज हैन, एउटा चाउचाउ, एउटा बिस्कुट र पानी, एउटा बोतल। यिनै सामान छ, अरु केही छैन। यो मात्रै सामान छ, अरु केही छैन। यही सामानले मलाई हैन 24 आवर्स बिताउनु पर्यो यार। कस्तो हुन्छ मलाई नि थाहा छैन। अहिले त राम्रो लाग्दैछ, अब एकछिनमा कस्तो हुन्छ त्यो थाहा भएन। गाइज मलाई यार अल्छी लाग्दैछ, बोर हुँदैछु म। यहाँ केही गर्ने नै छैन, यहाँ झुल्नुको अलावा केही गर्ने नै छैन। अब म झुलिराख्छु, यसरी सुतिराख्छु। कति टाइम जान्छ मलाई थाहा हुँदैन, तर म निनाएर टाइम बिताउँछु। गाइस म भक्कर उठे, 1.5 घन्टासम्म सुतिरहेको थिएँ म, अहिले भक्कर उठे यार। कति घाम आउँदैछ अहिले, के गर्नु अब च्यालेन्जमा छु, च्यालेन्ज कम्प्लिट गर्नु पर्यो हैन। ओ गाइस कति घाम आइरहेको छ यार, म यसरी यहाँ बस्न सक्दिनँ। यो पटिया छ नि, यो पटिया मलाई यहाँ दिनु पर्यो अनि होला घाम आउँदैन। ल त गाइस म यो पटिया यहाँ दिँदैछु। गाइस अहिले अलि राम्रो हो, नत्र घामले मरिन्थ्यो। अहिले एकदम शीतल भइरहेको छ, अहिले ठिकै छ। यसरी म त बस्न सक्छु, नत्र बस्न सक्दिनँ थिएँ। म च्यालेन्ज क्विट गरिहाल्थेँ यसरी नदिँदा। गाइस मलाई कस्तो भोक लागिरहेको छ अहिले, तर के गर्नु गाइस, अहिले म खान सक्दिनँ। एउटा बिस्कुट र चाउचाउ मात्रै छ, एकछिनमा खान्छु त्यो। अहिले खाँदा फेरि एकछिनमा भोक लाग्न सक्छ रातितिर, त्यसैले अहिले खादिनँ, यतिकै पानी खाएर बस्छु। र गाइस म यता कहाँबाट सुट गर्दैछु भने तपाईँ हेर्नु सक्नुहुन्छ कि यही स्ट्यान्डले म सुट गर्छु। यहाँ होइन, रुखबाट जान्छु, यसरी जान्छु, यहाँसम्म आउँछु अनि यहाँ आएर यहाँ लगाइदिन्छु अनि सुट गर्छु त्यहीँबाट। गाइस बेलुका भएछ, अब म यसलाई खोलिदिन्छु र अनि तल बिछाइहाल्छु। गाइस होइन मलाई एउटा आइडिया आएछ, यसलाई होइन म यसरी घुमाउँछु होइन, यहाँ रुखमा जान्छु म, रुखमा गएर यहाँ यसरी घुमाउँछु यसलाई अनि यहाँ बस्छु अनि आफै घुम्छ, मजा आउनेवाला छ। गाइस अब होइन म यहाँ चढ्छु ल। ल गाइस अब घुम्दैछ ल, कस्तो हुन्छ। मजा आउँदैछ गाइस, ल ल ल ल। के भयो यस्तो? अब गाइस यो बेगलाई म कसरी उठाउँछु माथि थाहा भएन। ये क्या हुआ? मजा आयो तर गाइस घुम्न। म फेरि घुम्छु ल अझै एकचोटि, कस्तो हुन्छ। ल मेरो टाउको चिप्लियो, कपाल मेरो, कपाल कपाल कस्तो चापिदिएको छु यार।
मलाई चक्कर आयो गाइज कहाँ छौ क्यामेरा कहाँ छ मलाई चक्कर आयो यार साँच्चै कस्तो चक्कर आउँदैछ यहाँ घुमेर लाग्दैछ म पनि लडिहाल्छु गाइज म यहाँ बसेर एकदम भ्यूको अहिले इन्जोय गर्दैछु कस्तो राम्रो भ्यू हेरिरहेको छ यता अब बेलुका पनि हुन आँट्दैछ अनि म बेलुका भएपछि चाउचाउ र मुरै सँगै खाने बेला त भोक लागिरहेको छ मलाई गाइज रात भइसक्यो र अब मलाई होइन हल्का अर्कै फिल भइरहेको छ दिनमा त सही थियो अब राति कसरी सुत्नु यहाँ के हुने बेला छ राति पानी पनि पर्न सक्छ पानी त पर्दैन यो यति गर्मीमा पानी पर्दैन त्यो चाहिँ थाहा छ र यसरी खुल्ला ठाउँमा नै सुत्नु पर्यो मलाई ह्याङ्गिङ बेडमा अब मलाई होइन भोक पनि लागेर सकेछ र म अब खाना खाने बेला छु अनि हेर्नुपर्छ के हुन्छ गाइज अहिले त मसँग केही खाना छैन होइन अहिले यो मुरै र चाउचाउ खान्छु गाइज मैले मुरैमा चाउचाउ र मसला तेल हालिसकेँ यतिले त पेट भर्दैन कि तर पनि खानु त पर्छ होइन भोक लागेको छ यही छ यही खानु पर्यो गाइज मैले खाइसकेँ मुरै र रम्बमलाई अब के गर्नु नै छैन मलाई लाग्दैछ म अब एकछिनमा सुत्छु गाइज म यहाँ अघिदेखि बसिरहेको छु र मेरो यहाँ खुट्टा कस्तो दुख्दैछ अघिदेखि बसेर होला र मेरो च्यालेन्ज आदि पुरा भयो र मलाई होइन च्यालेन्ज यहीँ गरिदिनु मन लागिरहेको छ तर म गर्दिनँ यतिसम्म त आइपुगेँ अब रात त बिताउनु छ अनि च्यालेन्ज सकिहाल्छ भोलि बिहानतिर अहिले जसरी तसरी नै बिताउनु पर्यो च्यालेन्ज ल गाइज राति पनि धेरै भयो र मलाई निन्द्रा लागेछ अब म सुत्छु कसरी सुत्छु मलाई थाहा भएन यार यत्रो छोटो योमा ह्याङ्गिङ बेडमा तर सुत्नु पर्यो यतातिर टाउको पार्छु होइन अनि यतातिर खुट्टा हुन्छ वाह कस्तो हल्लिरहेको छ यहाँ हल्लेर यसरी सुत्न चाहिँ मजा आउँदैछ जे होस् आज मलाई लाग्दैछ सबैभन्दा गर्मी आजै नै छ पुरा एकदम गर्मी छ अलिकति पनि हावा चल्दै रहेको छैन हो के गर्नु अब बिताउनु पर्यो यो रात यसरी नै जान्छ ल गाइज बाई गुड नाइट म भोलि बिहान मिल्छु फाइनली गाइज बिहान भइसक्यो म भर्खर उठेँ यहाँ बसेर यहाँ सुतेर गाइज आज हालत खराब गरिदियो कस्तो बडी पेन हुँदैछ अझै होला मेरो च्यालेन्ज 5 घन्टा जति बाँकी छ अनि कम्प्लिट हुन्छ गाइज अझै मलाई 5 घन्टा जति बस्नुपर्छ यहाँ अनि मेरो च्यालेन्ज भइहाल्छ यहाँ सुतेर कस्तो भएछ अप्ठ्यारो भएछ क्या राम्ररी सुत्नै पाएको थिएन म यहाँ नत्र त सबै ठिक थियो निन्द्रा त भएको थियो तर अलिक अप्ठ्यारो भयो त सुत्न तर चल्छ के हुँदैन होइन गाइज म अब यहाँ वर्कआउट गर्न ट्राई गर्दैछु हेरौँ गर्न सक्छु कि सक्दिनँ पहिला डिप्स गर्छु ल डिप्स यहाँ कस्तो अप्ठ्यारो हुँदैछ गाइज अब के गरौँ माथि पहिला स्क्वाड गर्नु पर्यो स्क्वाड अब गाइज हुँदैन स्क्वाड हुँदैन गाइज मसँग एउटा होइन बिस्कुट छ जेको खाएकै छुइनँ अहिले खाइहाल्छु गाइज मेरो अब च्यालेन्ज पनि सक्छ होला एकछिनमा अनि म यो च्यालेन्ज चाहिँ आउट हुन्छु अनि राम्रो लाग्ने बेला छ होला हिजोदेखि यहाँ म बसेको छु कस्तो मलाई फिल भइरहेको छ गाइज फाइनली मेरो च्यालेन्ज कम्प्लिट भयो अब म तल झर्छु मैले च्यालेन्ज कम्प्लिट गरिसकेँ र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनुस् र च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गरिदिनुस् म मिल्छु अर्को भिडियोमा बाइ गाइज
जय नेपाल।